hammongo kotna फेरि न भन्छ hammongo kotna hammongo na ya na रो भन्छ अब पास्टर धनकुटा भयो बाङ कत्ना भन्दै बोल्छ कत्ना ना आम्बो भन्छ आम्बा भन्छ ताप्लेजुङ आम्बो आतन्के पाबे हार्डो क्या ताप्लेजुङ उता झापातिर चाहिँ यसो हुन्छ चुक्से कन्ना फेरै हुन्छ अनि फेरि तेह्रथुमतिर फाल्के क्या तेह्रथुमतिर कस्तो हुन्छ नभन्नु त थोलाम्बारी केदोङबा त्यो त छतरेको है त्यो लाम्बारी केदोङबा अतल लाम्बारी बे थोलाम्बारी मेना यो लाम्बारी त्यस्तो रे क्या आफ्नो छ क्या आफ्नो नै त्यो चाहिँ छतरे अब तेह्रथुमे तपाईँ बोल्नु त पारखारी अहिले मैले बोलेको होइन पर्दा हुँदैन होलाम्बागा उक्सा बोला उक्सा आतो नुगिया बाबी खाले हजुर होलाम्बागा उखा बोला अनि तपाईको बुहारीले जानी यो नु थाङबा बोलाले मुलाम्बा गराङबा बोला मुलाम्बा खाक्सु नि बोला 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 पानी बोला ना खाले खानु भनेको ना खाले पानी बोला पानी लाम्बा गराङबा बोला हजुर भन्ने क्या छत्तरे के हेर्न पनि के भन्दै आफै आफा साला पापला समिन आदु भाषाको चलेको सम्झाउन अब राई भाषा पनि त हरेक खालको छ सबैभन्दा छिटो टिपिने भाषा राईको त कहाँ मिल्छ मिल्दैन उनीहरूको त आफ्नै अब यो बान्तवा भित्रै पनि उनीहरूको पाछै पिछेको शब्द हुन्छ मिल्दो रहेछ भाषा चाहिँ मैले किन ए अच्छा 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 यता श्रीमान होइन बाजे त राई हो नि त होइन हाम्रो चाहिँ जस्तो हो नि त मेरो मिसेस चाहिँ राई नि बान्तवा हो नि मलाई सबैभन्दा सजिलो बान्तवा भाषा म बान्तवा भाषा ढाँट्नु सक्दैन नि फेरि बोल्नु चाहिँ त्यति पारा ल्याउँदिनँ होइन बिर्सी पनि सक्ने त्यस्तो जान्नुहुन्छ धेरै बोलेको होइन कति चाहिँ फेरि याक्तुङ पानी फेरि बान्तवा भाषा भनेर यिनीहरूले सोसियल मिडियामा दिइरहेछ त्यो चाहिँ गलत हो क्या तपाईँको थुप्रै सिक्किमको लिम्बूहरूले पुरा उयो गरिरहेछ त्यसलाई क्या उयो अब लताडिरहेछ यो त याक्तुङ पानी तिमीले अब कसरी उयो गरेको भनेर क्या त्यो अब बान्तवा भाषा जो एक्ज्याक्ट छ त्यो बोल हो त्यो छ त्यसको न यो याखा भाषा चाहिँ अहिले काटी मार्छु भन्दा पनि आउँदैन याखा इसा चिले आफूले पालेको खाङबाचिले आफ्नै लाम्बारी खाङचिले त्यसो नि त बोल्छ नि याखा पनि छाला बाटो कसैले पार्नु छालामै खाङबारी खाङबारी होइन खाङबारी मैले बोलेको सुनेको क्या माथि याखा पनि दुई खालको रहेछ नि खाङबारी खाङबारी लिम्बूपट्टि एउटा राईपट्टि नानीको इन्फ्लुएन्स हुन्छ अलिकति छेउछाउमा जो हुन्छ देवान पनि कोही लिम्बूपट्टि एउटै राई र खम्बु भने जस्तै याक्तुङबा र लिम्बू भने जस्तै देवान चाहिँ राजाले दिएको नाम हो एक्चुअली चाहिँ याखा कसको नानी भन्दा चाहिँ नानी ईसा उच्चचिले भन्छ ईसाको उच्चचिले भनेको कसको छोरी हो भनेको रहेछ आङ्गाको फल्नाले उच्चचिले अनि नाम भन्नु पर्ने रहेछ अनि उच्चचिले भनेर मैले धेरै लिङ्ग्विस्टिक त यता पो हुनुहुँदो रहेछ भाषा विज्ञान जस्तै अलिअलि सिकेँ हेक्रोबा भन्छ नि तपाईँले हेक्रोबा भन्छ होइन हेक्रोबा भन्छ नि त्यो रक्सीलाई हाम्रो त कतिले हेक्रोबा भन्छ कतिले चाहिँ सिजङबा भन्छ कतिले चाहिँ हेक्रोबा नि भन्छ
खयाबिल के भनेको राशि हो सेउराबिल के भनेको जाड हो अनि हो त अनि सेउराले बिर्को यसो गरेर जलाउँछ अब कागजमा त सेउराले नै पातले नै उ गर्नु पर्यो उहिले त हो त अनि अनि राशि भनेको बत्तालमा त्यो खयाले त